सबैलाई नमस्कार। म अहिले यति बेला तुलसीपुर उपमहानगरपालिका यो चाहिँ गणेशपुरमा छु। गणेशपुर यहाँ राप्ती शान्ति उद्यान गणेशपुर पार्क पनि भनिन्छ। पहिला खुब आइन्थ्यो, अहिले पछिल्लो चरण खासै कमै मात्रामा आइन्छ। अब हामी चाहिँ भित्र जाँदैछौँ है त। ठिकै यो भित्र इन्ट्री गरिसके पश्चातको यता यहाँ यस्तो छ। यो तपाईँहरू देख्न सक्नुहुन्छ। यो यस्तो दामी भ्यूहरू छ यहाँ। यता छु म। हाम्रो ग्रुप धेरै छ। शान्तिका दूत बुद्ध भगवानको चाहिँ यहाँ ठुलो मूर्ति छ। तपाईँहरू पार्कमा चाहिँ लिच्ची त्यसै गरी आँप एकदमै लटरम्म हुने गरिरहेको छ अहिले यसपालि। यो पार्कको भ्यू हो। यो तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो ग्रुप हो यो। यहाँ जति पनि छ फोटो खिच्ने भिडियो खिच्ने ठाउँहरू जति पनि छ, यो चाहिँ यो अवधारणा ल्याउने मान्छेप्रति एकदम उच्च सम्मान छ हैन। फुलहरू त्यस्तै किसिमका छन् यहाँ। फुलहरू तपाईँ देख्न सक्नुहुन्छ। कस्तो दामी दामी छ। व्यापारी छ र हैन। यहाँ यस्तो यो खालको मूर्ति पनि रहेको छ। पार्कमा त कति थरी फुल्छन् कति थरी फुल्छन्। नि जति हेऱ्यो उति राम्रो। यहाँ कसको मूर्ति त्यहाँ अनावरण गर्नै बाँकी रहेछ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ भइरहेको छ काम। फुलहरू गुलाबका फुलहरू कति दामी दामी छन्। यो खालको झुला पनि यो के भन्छ यसलाई, झुला पनि आइसकेको रहेछ यहाँ चाहिँ। तपाईँहरू देख्न सक्नुहुन्छ। यो नयाँ यो भर्खरै रहेछ यो बनाएको। केही समय अगाडि आएको थियौँ, त्यति बेला चाहिँ थिएन यो चाहिँ ताल बोटिङ गर्ने ताल। बोटिङ उहाँ तल छन्, बोटहरू त्यहाँ तल छन्। यहाँ ताल बोटिङ गर्ने तालहरू। यो चाहिँ यतातिर चाहिँ यो जू हो, चिडियाघर। यहाँ चाहिँ बाघहरू अजिङ्गर अनि खरायो अस्ट्रिच पनि रहेछ अहिले चाहिँ। यहाँ पहिला चाहिँ अलि पहिला चाहिँ यहाँ पिकनिक स्पट थियो यहाँ होइन। अलि पहिल्यै करिब मैले 8मा पढ्ने बेला भनेको करिब 15-16 वर्ष अगाडि। अहिले चाहिँ यहाँ जू भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँनिर सायद बाघ हुनुपर्छ। यहाँनिर सायद क्यामेरामा कैद गर्न त नसकियो होला। यो होइन रहेछ। यहाँ त मयूर रहेछ। अहिले पहिला बाघ थियो। यता मयूर, यता चाहिँ चितुवा। अच्छा, चितुवा बाघ देखिसकेपछि टोली डराइसकेको अवस्था छ। पारी रहेछ। तपाईँ देख्न सक्नुहुन्छ। यो चितुवा चाहिँ सुतिरहेको छ। ओहो, अझ यता झन् स्पेसल चिज बन्दै रहेछ ल। भगवान् शिवको मूर्ति यो चाहिँ एकदम नयाँ आउँदै रहेछ। एकदम चाहिँ यो तीव्र गतिमा नयाँ चिजहरू बनाएर एकदम राम्रो। यो यहाँनिर यस्तो राम्रो खालको पर्यटकीय स्थल छ यो हाम्रो तुलसीपुरमा हैन। यो चाहिँ यो अम्बिकेश्वरी पार्कमा रहेको ग्रिन पार्क जस्तै खालको चाहिँ यो डिजाइन ल्याउन खोजिएको रहेछ यहाँ चाहिँ। यो चाहिँ पार्कको ठ्याक्कै दक्षिण पश्चिम साइडमा रहेछ यो। यो हाम्रो ग्रुप, पार्क हेर्ने ग्रुप। अनि यता उहाँ पछाडि हुनुहुन्छ पविनाजी। गणेशपुर स्थित शान्ति उद्यान पार्कमा चाहिँ रहेका यो अस्ट्रिचहरू। यहाँ चाहिँ जुन कुनै ड्रेस पनि लगाउन पाइन्छ। यहाँ सर्टेन भाडा तिरेर देख्न सक्नुहुन्छ। त्यहाँ ड्रेस लगाएर मान्छेले फोटो खिच्दैछन्। यता चाहिँ गुना, बाँदर, दुम्सी। यता चाहिँ चिल पनि रहेछ। उल्लु, सरी उल्लुलाई चिल भनेको छु। चिल र उल्लु एकै ठाउँ हुन् कि? उल्लु त त्यो हो। यो चाहिँ के रहेछ फेरि? चिल जस्तो मान्ने बाज। यो चाहिँ पाइथन देख्न सक्नुहुन्छ। यो चाहिँ अजिङ्गर। यो पार्कमा त फुलै देखेर मलाई एकदमै मोहित बनायो। यहाँ चाहिँ गैँडाको प्रतिमा पनि छ। यहाँ एउटा अर्को उताको झरना, त्यहाँदेखि अर्को झरना यहाँ पनि छ फेरि अर्को। एकदमै मनमोहक छ। यति राम्रो छ गणेशपुर पार्क। शान्ति उद्यान पार्क छ अहिले त। गणेशपुर पार्कमा धेरै सुन्छौँ बढी।